मेरो पनि अब नजिक नजिक आइसक्यो। हामी चाहिँ अब भित्र लाग्दैछौँ। आइसक्यौँ है हस्पिटल। हाई तर चिनामा चाहिँ छुट्टी छिन् कि बाहिर छिन्। जाँदैछौँ हस्पिटल गङ्गालाई भेट्न। अबि मेरो हालत पनि यस्तो छ, हात चोटिदिएको। हे गाइज नमस्ते। धेरै पछि म त बोल्न पनि बिर्सिसकेको छु यता हेर्नु। सो साथीहरू हामी चाहिँ कहाँ जाँदैछौँ भनेपछि मेरो साथी भर्ना भएको 2-3 दिन भइसक्यो है, 3-4 दिन भइसक्यो। हामी भेट्न जाँदैछु। यस्तो म पनि त्यस्तै हालतमा छु। सो भेट्न जाँदैछौँ हामी चाहिँ। माथिहरू अरू साथीहरू पनि माथि छ कि मलाई चाहिँ भ्लगमा वेलकमै गर्न आइन कि 1-2 महिनापछि बनाएर होला। तपाईँहरूलाई के हुन्छ कस्तो हुन्छ सबै देखाउने छु। लास्टसम्म हेरिदिनु होला। म चाहिँ काली निली फर्किन्छु। आया आफू पनि यस्तै हालतमा छु, तर पनि म भेट्न जान लाग्छु। हेरिदिनु होला लास्टसम्म। जाँदैछौँ हामी चाहिँ। यो कहाँ हो यही? आँखा अस्पताल। कति धेरै अटो हो के भए पनि बाटोदेखि निस्केर समय छ। म त आज भोलि थिएँ मैले त अब पेट देखाएर हाल्नु पनि डर लाग्यो। हाल्दैन नि अब त म जन्मिसकेपछि हाल्ने क्या। भागेको हेर्नु साथीहरू, एकछिन भागेको हेर्नु है। अलिक पड्काइदिन्छु अहिले। यो पुनिका पनि भाग्छ। काम नपाएकोहरू काम थियो। झन् रिसिप्ट साथीहरू हेर्ने बाबा नक्कल पारेर हेर्ने। मेरो जुत्तीको हालत अब बक्सिङ ल्याउँछ खान्छ गरेर यहाँ साथीहरू। हामी चिना घरमा हालत यस्तो बिजोग छ। कति ढिलो गरे हो आउन। पुरा काट्दै बसौँ न। चिनाहरू खाना खायो, हामीलाई खाना पनि दिएन। आफू फोपार्दै बसेछु। पानी टिसर्ट लगाएर आएको थियो। प्लास्टिकमा हाल्यो अनि डिक्कीमा हाल्यो। नाच न प्लिज, नाच न, नाच त। अबि फेरि कता हात चोटिदिएको। गाईचहरू हेर्न सक्नुहुन्छ कति छारा गरिरहन्। गाई चिनाहरू पहिलो जान लाग्यो। लास्टै ढिलो गरे। कहाँ जाने हो खास? पास्नीमा पुरानो जान लानु भएको दाइ होइन उही उसमा रक्सी लिन लाग्यो। रक्सी डिलरमा नाइ माइतीले पठाइदिनु नखाइदिएको। ए यहाँ हटिया जाने। ए त बाई भन। नमस्ते भाग्यमानी हुनु। भोगिरा ए पुनिया तिम्रो साथीहरू। अब हामी जाँदैछौँ हस्पिटल गङ्गालाई भेट्न। अबि रबट सम्झौ है। मसँग पनि छ सानो एउटा। कतिवटा चाहिएको त्यसलाई? खोइ त एउटै होला। छ मसँग एउटा। कस्तो रबट भनेको। जाँदैछ काला आउँदै हिँड्नु पर्छ। साथीहरू हामी फाइनली आइसक्यौँ है हस्पिटल। हाई भनिदेऊ पुनिका। पुनिका हाई भनिदेऊ। हाई भने बिचरा चिनामा चाहिँ छुट्टी छिन् कि बाहिर छिन्। साथीहरू चाहिँ हाम्रो सुर्खेतको फेमस वान अफ द बेस्ट हस्पिटल। के ए हाम्रो नानी रहेछन्। कुन के छ र त्यो के छ र नटासी यत्रो भएर चढाउँछ।
अनि सुत्केरी त्यो अन्त यसरी हिँड्न बनाउने कि यस्तो गरेर तलबाट खान्छ दिन्थ्यो धेरै पनि तल किन दुईचोटि बाटेको क्या यहाँ सुती छिन् साथीहरू यिनीहरू चाहिँ मलाई छोडेर गइसके केटले सबैले देख्नु त हेर्छ हिँडेको हामी चाहिँ अब भित्र लाग्दैछौँ साथीहरू म चाहिँ घर आइसकेँ रुममा यस्तो छ हालत अनि त्यही हो गयौँ राम्ररी मैले भिडियो गराउन पाएँ होइन तर उसको हालत चाहिँ कस्तो खराब छ अहिले चाहिँ ठिक छ अरे फोन गरेको कस्तो गाह्रो भयो उसलाई त्यो देख्दा चाहिँ आफूलाई पनि नराम्रो लाग्यो धेरै गाह्रो हुने रहेछ कि त्यो सियाज गर्दा चाहिँ सियाज भन्छ कि के हो अपरेसन गर्दा चाहिँ धेरै गाह्रो हुने रहेछ लास्टै मेरो पनि आउँदैछ नि त सो यति गाह्रो हुने रहेछ लास्टै यस्तो छोरी मान्छेलाई चाहिँ लास्टै पीडा है त्यहाँ गएर हेर्दा चाहिँ मैले चाहिँ आँखाले हेर्दा चाहिँ लास्टै मलाई चाहिँ गाह्रो भयो भनेपछि भोग्नेलाई चाहिँ कति गाह्रो भयो होला कि लास्टै गाह्रो हुने रहेछ हो साथीहरू मेरो हालत फेरि यस्तो छ मेरो पनि अब नजिक आइसक्यो डर लाग्ने रहेछ लास्टै अन्त आफ्नो साथीको पीडा देख्दा चाहिँ यस्तो डर लाग्यो छोरी मान्छेको पीडा धेरै गाह्रो छ भेट्यौँ गयौँ हामी सबै साथीहरू गएर भेट्यौँ अनि भेटेर ठिकै छ जे हुनु भइहाल्यो फेरि पनि कङ्ग्रेचुलेसन धेरै माया बाई बाई